हामी चाहिँ लेट भइसकेका छौँ होइन लेट गर्ने मान्छे यता छ म चाहिँ अब मर्च गरेर चितलाङको टुरमा जाने हो वान डे होइन म चाहिँ कस्तो देखिएको छ यार ह्यान्डसम लास्ट ह्यान्डसम यार बरु म चाहिँ चोर जस्तो देखिरहेको छु होइन केही भन्नु छ हाम्रो जोर्नी चाहिँ स्टार्ट भयो होइन दुईजना चाहिँ ढिलो भइरहेको छ केटाहरू अनि किस्ने हाम्रो चोरसाला हिरो छ अनि यहाँ अगाडि छन् केटाहरू म दौडे लो भाइ केटा बतिहाल अपलोड गर्छु म मेरो युट्युब च्यानलमा अनि विनोद चोर छ यहाँ हाम्रो छ अनि यहाँ आइसक्यो केटाहरू सर सबसे ढिलो गर्ने मान्छे यो हेरौँ होइन ल जाउँ ए हामी मार्फु बजार पुगिसकेको छ साथीहरू अनि कहाँ गइरहेछन् इन्द्र सर्वत मत्स्य व्यवसाय सङ्घ रहेछ फाइनली चाहिँ पुग्यो केटाहरू यहाँ पुगेर साथीहरू आराम गरिरहेछन् ल चितलाङ पुगेर दामी रहेछ होटल चाहिँ रिसोर्ट एकदम दामी छ अन्त होटल हामी सुतिसक्यौँ चिसो भएको छ अनुसारहरू म चाहिँ एकदम घायल छु आज के छ हाम्रो विनोद सर एकदम मदन सर खुट्टा तल छैन खुट्टा कमेन्ट के छ ठिक छ लगाइछ स्याली भोलि सबै एकदम मजा आइरहेछ साथ भट्टमा सब्स्क्राइब गर्नु होला उसकोमा तर लाइक चाहिँ नगर्नु होला फेरि लाइक छैन हाम्रो क्याम्प फायरिङ भइरहेछ होइन चितलाङमा चाहिँ एकदम रमाइलो भइरहेछ साथीहरू झ्याप तरिकामा किस्ने टपर झ्याप गालीनगर ल त यो मलाई पनि देखाऊ केटा भिडियो बनाउनु एउटा भिडियो ए मुझे चाहिँ पहिला फाल्न सक्यो हानी ए ल विनोद मेरो मेरोबाट आमा बाबा हामी मेरोबाट आइज भाइ हामी चाहिँ नाचिरहेछौँ होइन 11 बज्नु थाल्यो रो चाहिँ भएन कोटले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा कोटा म भयो त्यो केटाहरू कस्तो भइरहेछ दिनहरू विनोद सर म भन्ने पुरै के आशा गाउँदै बस्नु परेको छ केटा हो बेड चाहिँ एकदम दामी छ यार कम्फर्ट छ तर जति धेरै थकाइ भए पनि होइन राति चाहिँ बेड बस्ने व्यवस्था चाहिँ राम्रै भयो हाम्रो हल्का हात दुखेर मात्रै हो अनि हामी चाहिँ फाइनल्ली होइन के अरे चितलाङ पुग्यो र यो रेस्टुरेन्ट कुन के अरे पिस एन्ड
के भने रेस्टुरेन्ट थियो, अब नाम चाहिँ म अघि भुलेँ। दामी छ, भ्यू चाहिँ एकदम दामी छ। हजुर देखाउँछु। अनि यो चाहिँ हाम्रो विनोद झ्यालबाट हेरिरहेछ। अनि पारीको भ्यू चाहिँ एकदम दामी छ गाउँ होइन। अनि माथि चाहिँ एकदम सल्यारी रहेछ। अनि एकदम होमस्टे एकदम दामी छ। म आउँछु, अब आउँछु, निस्केन लुगा लगान। अनि भन्न त्यसो फुलहरू पनि दामी छ, बाँच्न दामी छ होइन। मेरो हात अलि बेसी दुखिरहेछ, राति 2-3 चोटि उठ्नु पऱ्यो। ढोका खोल्न। कस्तो लागिरहेछ केटाहरू? दामी नि, सबजना सुतिरहेछ, देखिरहेछ। दामी हो है, दामी दामी छ। बज्यो हेलो, हामी अहिले कति बज्यो यार? 10:22 हामी अब चितलाङको यात्रामा निस्किरहेछौँ होइन। मदन सर र म चाहिँ पछाडि छौँ, साथीहरू अगाडि गइसके। एकदम बाटो गाह्रो छ, हात एकदम झुन्डाएर हिँड्नु परेछ, धेरै गाह्रो भइरहेछ, दुखिरहेछ। यहाँ भेडे फार्म, चितलाङ, पालुमाङ यस्तो वेहरू एकदम क्लियर छ। अनि माथि साथीहरू आइसके। यो चाहिँ चितलाङको बाटो। अनि के अरे भेडे फार्म, ऊ केटाहरू माथि डाँडामा पुगिसके, हामीहरू यहाँ छौँ। अनि यिनीहरू यहाँ छन्। म चाहिँ ब्लग सुरु गर्छु है। हामीहरू उकालो सुरु भइरहेछ होइन। 11:22 भइसकेको छ। अनि हामी चितलाङको लागि निस्किरहेछौँ। अनि यहाँ चाहिँ एउटा गुम्बा छ, भेडे फार्म घुमेर आउँछु। यो गुम्बाबाट माथि जाने खतरा पहिला त्यो गुम्बा त होइन। मकवानपुरको भेडा फार्म होइन, चितलाङ जाने बाटोमा एकदम दामी छ। माथि भेडाहरू छन्, एउटा अर्को किस्ने भेडा दामी छ, एकदम दामी भइरहेछ। हामी भेडा फार्म पुगिसकेका छौँ। अब एराउन्ड 4 आवर हिँड्ने हामी। अनि हिँडी कहाँ पुग्ने अरे? हामी हिँडी कहाँ पुग्ने अरे सर? राई सर, थानकोट पुग्नेछौँ। देन रमाइलो भइरहेछ। दामी चितलाङको भ्यू चाहिँ पुग्यो। माथि भ्यूबाट दामी देखिँदो रहेछ। हामी चितलाङको बाख्रा पार्कमा छौँ। माथि त्यो टाक्क पुरो जङ्गलहरू आओस् के माथि त आउँदैन धेरै माथि त। लगडा हामी चाहिँ यहाँ चितलाङ अब हामी भेडा फार्मबाट चाहिँ अगाडि हिँडिसकेका छौँ गाइजहरू। छैन क्या चितलाङमा जे फल्छ त्यो खाने हो। अनि हाम्रो सर गान छान्ने होइन त। हामी चितलाङबाट अगाडि बढिसकेका छौँ, भेडा फार्मबाट अब चितलाङको बाटोमा होइन। अनि एकदम हात माथि झुन्ड्याएर एक हातले क्यामेरा बोकेर मलाई भ्लग गर्न मजा आइरहेको छ। केटाहरू पछाडि छन् होइन। दिनेश सर, तपाईँले बिस्तारै हिँड्नु होइन। मेरो चाहिँ खुट्टाभन्दा बढी भाइब्रेट चाहिँ हात भइरहेछ। अनि यसो साथीहरूलाई पेन डिस्ट्रिब्युट गर्नु पऱ्यो भन्ने लागिरहेछ मलाई।
तपाईँ मेरो हातको पेन कति लिन सक्नुहुन्छ भने दाइ मजा आउँछ एकदम दामी दामी होइन पहाड हिँड्ने जस्तै लागिरहेछ हुनु नि हामी पहाडमा चाहिँ म कनपुर जिल्लाको नेपालको काफल म यहाँ काफल रहेछ यहाँ काफल पनि पाउँदो रहेछ त्यहाँ छ होइन बाघ आयो भन्ने कुरा छैन हामी चाहिँ अहिले चितलाङ पुग्यौँ अबको जस 5 मिनटमा हामी रिसोर्ट पुग्नेछौँ जहाँ नासपातीहरू पुरै बगैँचा रहेको छ ऊ चाहिँ हाम्रो स्याहार जस हात डुँडो भए पनि यात्रामा रमाइ नै रहेछ यत्तिको चाहिँ हुनुपर्छ जोसिलो स्याहार भएपछि हाम्रो लिम्बू दाईको नामले प्रख्यात मान्छे खगेन्द्र टकार है अनि हाम्रो केटाहरू चाहिँ अरू पछि आइरहेछ अनि कृष्णको टोली गइसक्यो अगाडि अनि उता गौतमको जोडी बसिरहेछ थाकेर निरोजको र मदनको जोडी पछाडि छ हामी सिङ्गल 3 जना अब बिजोडी भइदियो अरू केटाहरू जोडीमा गइयो हामी 3 जना बिजोडी भइयो टक्का सर लोकेशलाई एउटा जोडी बनाइदिन्छु आफू खोज्छु यताको तामाङले म जोडी माया गरेर चाहिँ त्यो चाहिँ हुनुपर्छ है रियल लभ नै हो क्या यत्रो हिँडेर आएको छ केटीको हातमा केटाको हातमा बाइक छैन केटी पनि हिँड्दै साथ दिइरहेछ भनेपछि माया चाहिँ छ है पक्कै कति हो र भाइ जान त म जाने भयो हाम्रो विश्राम पछि चाहिँ एकदम हामी चाहिँ अब उयो एनर्जेटिक भएर फेरि अगाडि बढ्न गइरहेछौँ होइन यसो मजा भइरहेछ कपिल चाहिँ थाकेर एकदम निराश छ मेरो फेस देख्ने थाके जस्तो छ तर म भित्रदेखि थाकेको छैन होइन निरज केही भन्नु छ हाम्रो ट्राभलको लागि केही आजको दिन हाम्रो फेसलाई फेस चाहिँ यो निराश भएको छ यहाँ किबी खेती पनि रहेछ हामी चितलाङको हामी काठमाडौँ जानलाई होइन अब यहाँबाट 14 किलोमिटर छ 14 किलोमिटर चाहिँ हामी नन स्टप हिँड्नेछौँ अनि एउटा पहाडलाई पनि छिचोल्नेछौँ र त्यसपछि हामी चाहिँ अलि सिधा ओह्रालो बाटो ओर्लिनेछौँ अनि के बाटो पुग्ने अरे हामीहरू खानकोट पुग्छौँ थानकोटबाट हामी कलङ्की जाने होइन सन्दागिरी वडा नम्बर 2 बाट भएर पल्ला डाँडा हो क्या केबुल सर किने एकदम हामी एकदम थाकिरहेछौँ जङ्गलको भित्रको बाटो चितलाङबाट घर आउने साथीहरू यस्तो अवस्था छ आधाहरू पछाडि छन् आधा अगाडि छन् म चाहिँ बिचमा छु दुईजना पछाडि नै छन् गाइज हाम्रो राइज किङ अगाडि छन् अहिले अब हामीले मैले बाइकमा आएर हिँड्दा भनेर पो बुझ्दैन भन्नु होइन किसले ल सब आएको छ म पनि हो त म मात्र नआउने हो मिलाएर हान्नुपर्छ क्या रमाइलो छ तर ठाउँ त रमाइलो छ यतिको
आइज ल भयो सर आज तेरा बेला गीदैछु हेलो 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 तिम्रो मायाले दोहोऱ्याउन भिडियो राजा भोलि हिँड्नु छ यो पोलेर खाने हो बत्ती चाहिँ बरु एउटा लाइन निभाएर एउटा लाइन छोडिदिनु अन्धारो हुन्छ त यार बत्ती छोडिदिनु अङ्कल हामी पछि लाइट अफ गरेर सुत्छौँ ए ल हुन्छ यो लाइन जुम गरेर हाम्रो क्यामेराम्यान चाहिँ हाम्रो गौतम दाइ हुनु आज भिरा सर अझ हाल्यो कस्तो मान्छे वी आर गोइङ टु कता कस्तो ड्याम वी आर गोइङ टु कलङ्की विच इज लोकेटेड एट मकवानपुर ऊ चाहिँ हाम्रो साथीहरू है हाम्रो एउटा टिममा छ हाम्रो सिआर सी चाहिँ ह्यान्डसम म्यान विथ ब्युटिफुल हार्ट याज लस अफ गर्ल्स हाम्रो बलदीप राई सर हाम्रो खगेन्द्र राई सर एके हामीलाई लिम्बुदै भनेर चिनिनुहुन्छ उहाँ ऊ चाहिँ मदन होइन केटा चाहिँ गाडी छ रेस रक्स म्यान हामी चाहिँ आज कुलेखानी ड्याम भिजिट गर्ने भनेर निस्केको होइन अनि दिउँसो चाहिँ हामीले बस नपाएर थोरै लेट हो 1 बजेतिर बसमा बसेको 6 बजिसक्यो अहिलेसम्म हामी त्यहाँ पुग्न सकेका छैन अब 10-15 मिनटमा पुग्छौँ भन्ने विश्वास छ होइन साथीहरूमा जस थकी देखिनुहुन्छ यस यस्तै हो यादहरू रमाइलो गर्नु पऱ्यो भन्ने हो होइन त्यही भएर हामी गइरहेको हामीलाई आश छ हामी रमाइलो गर्नेछौँ भरपुर कस्तो लोकल कुकुरसँग कोदोको लोकल पनि हान्ने नै छौँ यसमा पनि म पुरा विश्वस्त छु अब के गर्नु सिआरलाई पनि खुवाउनु पऱ्यो होइन अब हात चाहिँ अब 1 हप्ता चल्दैन रे जोस् 1-2 केजी वेट बढ्छ केटाको हो यो माथिको डाँडाको हाइट लाइन इज भेरी बेस्ट अनि कस्तो दामी भ्यू छ यो ठाउँबाट मजाको भ्यूहरू छ एकदम
एकदम अर्ग्यानिक प्लान्टहरू देखिरहेको छौँ हामी होइन। यहाँ चाहिँ फेरि डोजर लागेको छ अनि ब्लक भएको छ बाटो, सो गाडी छैन होइन। केटाहरू यहाँ छन् सब अब फोटोको पोजको लागि सब थाकिसकेका छन्, म बाहेक होइन। म चाहिँ एकदम फास्ट हिटर मान्छे हो सब थाकिसक्यो केटाहरू। यो बाटो चाहिँ एकदम मलाई बजाङको त्यो होइन चैनपुर जाँदाखेरि माल्लाको भिड जस्तै लागिरहेको छ होइन। ऊ विशेष बजाङको एक्सपर्ट मान्छे हो होइन। केही भन्नु छ तँलाई बजाङको कुन ठाउँको याद आइरहेको छ? होइन मलाई बजाङको भन्नाले म चाहिँ ससुराली इलाम बनाउने भनेको। ए योभन्दा बढी कुरा बोल्नु हुँदैन, हामी चाहिँ इलामतिर मलाई थाहा छैन होइन। एकदम दामी भिड छ, एकदम दामी छ होइन। माथिबाट अब रातो नम्बर प्लेटको स्कर्पियो आएको छ, तर हामीलाई स्कर्पियो किन्ने अहिले 70-80 लाख रुपियाँ छैन। सो वी आर पोर, हामीसँग 1500 रुपियाँ नि छैन। अहिले चाहिँ हाम्रो लामो दाइ दौडिरहनु भएको छ। क्या दामी छ भन्नु दाइ। अब सिनहरू चाहिँ बवाल छ, साथीहरू आउनु होला ट्रेकिङको लागि। इज द बेस्ट प्लेस होइन। यो इन्द्र सरोवर गाउँपालिका गाउँ कार्यालयको जाने बाटो, यो हामी बोर्ड नि देखाइदिन्छौँ तपाईँहरूलाई। यो चाहिँ मकवानपुर हो होइन। पालिका भवन चाहिँ त्यो उता त्यहाँ तल छ, एकदम दामी दामी छ ठाउँ, अलिक बेसी जस्तै छ होइन। मेरो हातमा चाहिँ नानो साथीहरू ल ओके, म चाहिँ पछाडि गएर गर्छु। अब हामी सरकारको बजेटको कुरा आइरहेको छ, हामीहरू सबै चाहिँ कमर्सको स्टुडेन्ट होइन। बजेटको के आइरहेछ म यो कुरा सोचिरहेको छु कि माथिको भिडबाट एउटा ढुङ्गा आयो भने हाम्रो हालत के हुनेछ। तर हाम्रो पश्चिममा चाहिँ मलाई एउटा कुराको रियलाइज के भयो भने चाहिँ पश्चिममा हाम्रो लिडरसिप राम्रो भएन त्यो, तर त्यहाँको पाहाड चाहिँ योभन्दा राम्रो छ, एकदम सजिलो पाहाड छ। तर यहाँ त्यो एकदम डिफिकल्ट पाहाड छ, विकास चाहिँ केही भएको छैन जस्तो फिल भयो। काठमाडौँ मात्र विकास भयो जस्तो लाग्यो। अब दुईजना साथीहरू अति उता माथि पुगिसक्यो हामीहरूको। वा दामी सिन छ, अँध्यारो भइसकेको छ। अब हामीहरू खानाको सबभन्दा मान्छेलाई ठुलो कुरा भने घाँस बास कपास, त्यही कुराको खोजीमा हामी अराउन्ड 14-15 किलोमिटर चाहिँ हिँडेर जाने हो। गाडी हाम्रो अघि नै बिग्रिसक्यो, टायर पेन्चर वा त वायर बन्द भएर चाहिँ हामी इस्युमा आयौँ अथवा प्रब्लम फेस गरिरहेछौँ। मजाले 15 मिनट घुमिरहेछौँ। यो ठाउँ चाहिँ हामीले छोड्न नहुने ठाउँ हो। एउटा बिच दुईवटा ढुङ्गाको बिचमा काटेर एउटा दामी बाटो बनाएको छ। एउटा ढुङ्गा छ, म चैनपुर गएको याद आइरहेको छ एकचोटि नागरिकता बनाउन। यस्तै छ मालवा भन्ने ठाउँनिर बजाङमा पनि। अनि यहाँ चाहिँ केले ऋषि कौटिल्यले लेखेको छ, सायद ऋषि आदि होला, यो चाहिँ झुटा हुनसक्छ। दामी दामी भिड छ, एकदम पाहाड छ होइन। मछाइनाहरू पनि छ लाइक। ल फोटो खिच्न रेडी छ हामी। तिरमाडा भेटाएको छु साथीहरू, तिरमोडा। हामीले पानी आइसक्यो होइन, बस्ने ठाउँको अत्तो पत्तो पनि छैन, एकदम अनम्यानेज तरिकाले आइरहेछौँ। यो हुन्छ त्यो अब हाउ टु सर्भाइभ वाला खिलाइरहेछ। केटाहरूसँग नचलाइ छ, केही छैन, पानी लास्ट चाहिँ एउटा छाता पनि छैन, हामीलाई ओत लाउने ठाउँ पनि छैन, पुरा जङ्गल छ, बाटो चाहिँ पिच छ। अब खै कता पुगिने के पुगिने थाहा छैन। साथीहरू सब आँतिसकेको छ। योभन्दा बढी अहिले बोल्न सकिन्छ इनर्जी चाहिँ छैन होइन ठक्क सर। मलाई चिसो पनि भइसकेको छ, अब त हात नै बढी दुखिरहेछ। रास्तो भएन भने गाडीभित्र गएर सुत्नुपर्छ हामीले। अरू पनि चल्यो, अब पानी पनि जोरको आयो, यहाँ कुकुर पनि आइरहेछ, हामीलाई टोक्छ भन्ने डर छ होइन। होटलको अत्तोपट्टो छैन, एउटा सानो बजार मार्केट जाने भनेको काठमाडौँ पार्कको यत्रो पानी परिरहेछ, यस्तो गर पानी परिरहेछ। यहाँ गौरी भोजनालय त पुग्यो, तर कहाँ बस्ने त्यो अत्तोपत्तो। यहाँ उता होटल छ यार, यहाँ होटल छ, होटलमा जाऊँ। यहाँ कुल्ले खाने होटल छ, अब खै यहाँ बस्न पाइन्छ कि पाइँदैन। लाइट बालो कहाँ गयो होला, कता अगाडि हो कि पछाडि हो? एकदम हामीलाई लाइट बालो न साथीहरू। ल हामीलाई एकदम गाह्रो भइरहेछ होइन, र अँध्यारो भइसक्यो न, हामीसँग एनफ लाइट छ
यहाँ साथीहरू छन्, म चाहिँ एकदम हात पछाडि पनि भएर भएको छ होइन, हात भाँचिया जस्तो भइसकेको छ। अनि हामी चाहिँ के अरे होमस्टे पुग्न कति मिनट लाग्छ विनोद? 20 मिनट जति छ भन्छ। तर हामी हिँड्न एराउन्ड हामी 5 किलोमिटर हिँडिसकेका छौँ। लगभग अझ 2-3 किलोमिटर जति हिँड्न बाँकी छ जस्तो छ। पुरा अँध्यारो छ, एकदम डर लागिरहेछ होइन। तर भूतभन्दा बलियो हामीहरू छौँ। सो त्यही भएर भूत केही छैन अँध्यारोमा। लाइट बाला र साथीहरू सबजना यार पछि म प्लान बनाउनु